हेलो वेलकम ब्याक अनदर भ्लग। आज चाहिँ हामी घाँस काट्न आएका छौँ। घाँस काट्न हामी आएका छौँ खेतमा। तपाईँलाई आज मैले हाम्रो खेत पनि देखाउने छु। मेरो साथमा हुनुहुन्छ मेरो बुढी माउ है। यी हातमा हँसिया मैले पनि थोरै थोरै काटेर भयो भने बुढीलाई हेल्प गरौँ भनेर चाहिँ मैले पनि हँसिया ल्याएको छु। दुईटा हँसिया छ हामीसँग। ल ताइसन धान पाकेछ। यहाँ चाहिँ पुरै टिप्न लागिरहनु भएको छ ताइसन धान। हेर्नुहोस् यो भने गलमादी खोला। गलमादी खोला है यहाँनिर बगिरहेको छ। देखिए छैन क्या हो गाइज। गलमादी खोलाको साइडमा रहेको खेत है यो। कसैले धान टिप्दै हुनुहुन्छ ताइसन धान। तपाईँले हेर्न चाहनुहुन्छ भने हाम्रो खेत हो यो रहेको छ कहाँनिर भन्दाखेरि यो चियान भन्दा मुनि रहेको छ। यो चाहिँ हाम्रो खेत है। हामी चाहिँ झर्दैछौँ। यहाँ रहेको छ एउटा कुवा पनि। एकदम चिसो पानी आउँथ्यो पहिला। अहिले चाहिँ सायद यहाँ पानी पिउँदैन होला मान्छेहरूले। र यता पनि अर्को एउटा ट्रस्ट जस्तो पनि बनाइएको रहेछ। र साथीहरू हाम्रो खेत चाहिँ यो है। यहाँदेखि लिएर तलसम्म चाहिँ हाम्रो खेत छ है। के भयो बुढी रगत आयो? के भयो मेरो बुढीलाई? के भयो हो र? आऊ छिटो। यही नै हो हाम्रो खेत। हाम्रो धान पनि काट्ने बेला भइसकेको छ। सबै पाकिसकेको जस्तो लागिरहेछ। कसो गाइज यतिको काट्नुहुन्छ हुँदैन? हामी चाहिँ घाँस काट्न आएको। घाँस कता छ? ल हाम्रो घाँस अलमोस्ट भरिन लागिसकेको छ। फाइनली हामीले चाहिँ हाम्रो भारी पुगेर हामी चाहिँ घरतिर लाग्दैछौँ है त। डोकोसोको बोरियो। एक मुठा घाँस पनि च्यापेर चाहिँ म लाग्दैछु घरतर्फ। Thank you so much for watching.